अन्य कंपोजिट प्राइम नंबर स्क्वायर नंबर क्यूब नंबर। अब हामी यहाँ हेरौँ यति त भइसक्यो। अब हामी यहाँ आयौँ कि हामी कसरी पत्ता लगाउँछौँ हेरौँ। यसमा क्यूब नंबरको प्रतिक्रिया हामीले के गरौँ सबजना आफ्नो कापीमा सबैजना आफ्नो कापीमा 1 2 देखि लिएर हामी 100 सम्म लेखौँ सबजना यसरी गरेर यहाँ भइहाल्छ 11 12 13 लेख्दै जाऊ फास्ट मसँगै लेख्दै जाऊ 17 18 19 20 त्यसपछि 21 22 23 24 25 26 27 28 29 30 त्यसपछि हामीले के गरौँ 31 32 33 34 35 36 37 38 39 40 एउटामा 3 वटा हुने गयो। त्यसपछि 41 42 96 97 98 99 100 100 हामीले के गरौँ यो 100 सम्म हामीले लेख्यौँ। अब यसलाई हामी कसरी फाइन्ड गर्ने उहाँलाई हामी गोलो लगाइहालौँ। इमेल नम्बर जति छ टुलाई छोडेर भनेको जति इमेल नम्बर छ उहाँलाई हामी के गरौँ गोलो लगाइहालौँ। त टुलाई छोडेर जति छ सबैलाई काट्दै जाउँ हामी। टुलाई छाडे है जति इमेल नम्बर छ खालि टुलाई हामी छाड्दिन्छौँ। कतिलाई छाड्दिन्छौँ टुलाई छोड्छौँ। जति इभेन्ट छ इभेन्ट छ इभेन्ट छ इभेन्ट छ इभेन्ट छ फेरि यो इभेन्ट छ इभेन्ट छ इभेन्ट छ एउटा छोडेर काट्छ। फेरि यो इभेन्ट हो इभेन्ट नम्बर हो त्यो त थाहा छ हामीलाई यो इभेन्ट नम्बर छ। योहरू सबैलाई काटिदियो हामीले ठिक छ। फेरि यो पनि तलको पनि हामी काटिदियौँ सबै इभेन्ट नम्बर हामी काट्छौँ। अब 3 वटालाई छोडेर 3 वटा हामी रिडिङ गर्छौँ। 3 1 जा 3 3 2 जा 6 3 3 जा 9 3 4 जा 12 कटेको छ 3 5 जा 15 3 6 जा 18 18 3 7 जा 21। त्यसपछि अब कुन अन्दाजले हामी 3 चोटि पढ्छौँ त्यस्तै 5 3 जा 15 कटिहाल्यो 6 3 जा 18 कटिहाल्यो 7 3 जा 21 कटिहाल्यो 9 3 जा 27 हुन्छ 9 3 जा 27 9 3 चोटि पढ्छौँ त फेरि 11 3 जा 33 हुन्छ नि 33 जा कति भइहाल्छ भनेको 39 हुन्छ नि। त्यसपछि 15 3 जा 45 हामीले इमेल द्वारा पढिरहेको छौँ ठिक छ। त्यसपछि 73 जा 51 त्यसपछि 93 जा कति भइहाल्छ 57 त्यसपछि 21 3 जा 63 त्यसपछि 23 3 जा 69 हैन 23 3 जा के हुन्छ 69 हुन्छ नि। त्यसपछि 25 3 जा 75 त्यसपछि 27 3 जा 81 हुन्छ। त्यसपछि 29 3 जा कति भइहाल्छ 20 जा 27 87 कति भइहाल्छ 20 तिया भनेको 60 87 हुन्छ 77 हुन्छ। हामीले 29 नतिया 29 चिन्ता कति हुन्छ 27 3 गुणा 6 भनेको 87 हुन्छ 3 गुणा 6 भने 87 आउँछ नि यसले मल्टिप्लाई गरौँ। त्यसपछि 31 चिन्ता 30 तिया 90 भनेको 93 कति आउँछ त्यसपछि 33 3 जा 93 यो भयो। अब 5 वर्गलाई छोडेर जति 5 वाला छ सब काट्दियो 5 वाला मात्रै काट्दियो ठीक छ। अब 7 वटा का त कुन वटालाई 7 3 जा 21 7 वटा 7 7 3 जा 21 7 7 49 49 त्यसपछि 8 मा 72 8 गयो
नसुल्ने 63 9 72। त्यसपछि 7 छ 7 3 भन्दाखेरि नसुल्ने 63। त्यसपछि 11 3 11 11 7 का 77 राख्छ त हुन्छ नि 11 7। त्यसपछि 13 7 91। त्यसपछि 15 7 राख्छ। त्यसपछि हुन्छ